हामी नेपाली कांग्रेस पार्टी आज हाम्रो बाध्यता छन्, हामी एक्लै छैनौं, हामी सरकारमा छौं, कतिपय हामीले कम्प्रोमाइजहरु गरेका छौं, तर आधारभूत कुरामा हामी कम्प्रोमाइज गर्दैनौं। हामीले भन्न सक्नुपर्छ हामी पर्यो भने यस्तो सरकारबाट बाहिर जान्छौं। हामी सरकारमा बस्ने नबस्ने सरकारले सबै कुरा ठूलो कुरा थियो भने त हामीहरु त हिजोको सरकारमा हिजो त हामी त ज्ञानेन्द्रको सरकार बनाउँदै गर्दा गएनौं त। हिजो महेन्द्रले वीरेन्द्रले बनाउँदै गर्दा हाम्रो नेताहरु जानु भएन। मैले यो सरकारको कुरा मात्र गरे हैन, कुनै पनि सरकारको भनेको इन जनरल हाम्रा सर्टेन कुराहरु छन्, ती हाम्रा फन्डामेन्टल कुराहरु अनकम्प्रोमाइजिङ हुन्छ हाम्रो कुरा। उदाहरण हामी रुल अफ लको कुरामा, हामी संस्थाहरु निर्माण गर्ने कुरामा। ठीक छ, पूर्व राष्ट्रपतिहरु अहिले आएर मैदानमा आउनु भएको छ, म उहाँहरुको बारेमा के टिप्पणी गर्दिन, तर कम्तीमा नेपाली कांग्रेस पार्टीले भन्न सक्नुपर्छ, हामीसँग त्यो भन्ने ताकत हामीसँग हुनुपर्छ कि हाम्रो पार्टीको सदस्य जो राष्ट्रपति हुनुभएको छ उहाँहरु फर्केर कहिले पनि दलको सदस्यता लिएर आउनुहुन्न, त्यो संस्थाको गरिमा राख्नुहुन्छ, राखिराख्नु भएको छ। हाम्रो रामवरण यादव पनि राष्ट्रपति हुनुहुन्थ्यो। नेपाली कांग्रेस पार्टीको हामी यसरी गर्छौं। हिजो कुनै बेला हाम्रो पार्टीको सदस्य भएर बसेका मानिसहरु आज कोही उपकुलपति भए होलान्, भइरहेका होलान्, कोही न्यायाधीश होलान्, विभिन्न पेशा व्यवसायमा होलान्, विभिन्न जिम्मेवारीमा होलान्, तर ती कोहीबाट पनि पार्टीले विशिष्ट भूमिकाको अपेक्षा गर्दैन। ती जुन ठाउँमा जान्छन् तिनले त्यो ठाउँको जिम्मेवारी निर्वाह गर्नुपर्छ। हामीले संस्थाहरु यसरी निर्माण गर्छौं, हामीले भन्न सक्नुपर्छ। गणतन्त्रका सन्दर्भमा हामी भाग्ने होइन, वा हामी उत्तेजनामा आएर गालीगलौज गर्ने पनि होइन। हामीले नागरिकहरुसँग संवाद गर्ने, उनीहरुलाई बुझाउने हो। आजको वैशाख 11 होइन, अस्ति भर्खर होइन, पुरानो कुरा छैन, अस्ति भर्खर हामीले हेरेको होइन। म ठुलो हेरेर बस्दिन भनेर 3 वर्षको शासन हेरेको होइन। नेपालको मोनार्कीलाई कसैले कन्स्टिट्युसनल बनाउन सक्छ? नेपालको मोनार्की कन्स्टिट्युसनल भयो अहिले भने कुन समस्याको समाधान हुन्छ त? समस्या मैले भने समस्या डेमोक्रेसीको समस्याको कुराकानी गरे, हाम्रो इस्युजहरु त्यहाँ छन्। नेपालको मोनार्की कन्स्टिट्युसनल हुनै सक्दैन, अहिलेको इस्यु यो। त्यसैले यो आजको नेपाली समाजको विषय नै होइन, हामी यो भन्दा धेरै अगाडि बढिसक्यौं।